डे 2 अफ फ्याट टु फिट च्यालेन्ज। आज चाहिँ मेरो जिमको दोस्रो दिन रहेको छ। मलाई मात्र यस्तो भएको हो कि तपाईलाई पनि यस्तो भएको थियो? हिजो फर्स्ट डे जिम जाने बित्तिकै मलाई चाहिँ मेरो वेट घटेछ भन्ने फिल भइरहेको थियो। अनि मैले चाहिँ आज जिम पुग्ने बित्तिकै मैले मेरो वेट नापे सुरुमा। अनि वेट नापे हेरेको के भयो भन्नु न, हिजो जति थिए त्यति नै रहेछु। फ्याट टेरिका भन्ने फिल भयो मलाई एकछिन चाहिँ। आज चाहिँ मेरो ब्याक डे रहेको थियो। त्यो भन्दा अगाडि चाहिँ मैले चाहिँ आज दिनभरि के गरेँ हेरौँ है त। बिहान खाना खाइसकेपछि ट्याक्क लगाएर ब्याग बोकेर ढोका लगाएर म निस्केँ। स्कुटर निकाल्दै थिएँ अनि मलाई ठ्याक्कै याद आयो कि ल मैले कप लिनै बिर्सेको रहेछु। कप चाहिँ किन भनेर तपाईँले थाहा पाउनु हुनेछ। ल खस्यो कार्टुन बक्स पनि आवश्यकता भएको हुनाले चाहिँ मैले यो पनि लिएँ। जाँदै थिएँ बिच बाटोमा चाहिँ महानगरपालिकाले चाहिँ पसलको टाढा फोर्दै रहेछ। नेपाली हो एकछिन हेर्नै पर्छ भनेर मैले रमिता हेरेँ। त्यसपछि मलाई बाल भनेर म चाहिँ निस्केँ। बाकस कप लिएर म चाहिँ डेभिडको घर पुगेँ। केटाहरू खाना खाँदै रहेछ। खाना खाइसकेपछि चाहिँ त्यसपछि चाहिँ हाम्रो सुट सुरु भयो। सुट सकेपछि म चाहिँ निस्केँ। मिठाई पसलमा गएर मैले चाहिँ त्यसपछि चाउटा लड्डु किनेँ। चाउटा लड्डु किनेर म चाहिँ घर फर्केँ। तपाईँहरूले कहिले दहीमा लड्डु मिसाएर खानु भएको छ? मलाई चाहिँ यसरी लास्टै मनपर्छ। तपाईँहरूले चाहिँ खानु भएको छ कि छैन मलाई कमेन्ट सेक्सनमा भनिदिनु होला है त। जुजो ढोमा मैले चाहिँ 2वटा लड्डु मिसाएँ। मस्तले मिसाइसकेपछि मैले चाहिँ चाखेर हेरेँ। चाखेर हेरेको यस्तो दामी थियो मलाई त लास्टै मनपर्छ। यदि तपाईँहरूले पनि खानु भएको छ भने यसरी खानु होला, लास्टै दामी लाग्छ। त्यसपछि म चाहिँ जिम गएँ। आज चाहिँ मेरो ब्याक डे भएको हुनाले चाहिँ मैले सुरुमा वार्म अप गरेँ। हिजो फर्स्ट दिन जिम गरेर होला मेरो जिउ एकदमै दुखिरहेको थियो। त्यसमाथि आज ब्याक डे थियो, केही गर्न सकिरहेको थिएन। त्यही पनि बिस्तारै बिस्तारै रेस्ट लिँदै गरेँ। वर्कआउट गर्दै थिएँ। एकजना ब्रदरले चाहिँ मैले तपाईँको हिजो डे 1 अफ फ्याट टु फिट च्यालेन्ज हेरेको थिएँ भन्नुभयो। त्यो सुनेर चाहिँ मलाई खुसी लाग्यो। सुरुमा भएर होला मेरो चाहिँ केही पनि पोजिसनहरू पोस्टरहरू केही पनि मिलिरहेको थिएन। बेला बेला चाहिँ साथीहरूले प्रशान्त दाइले चाहिँ मलाई सिकाइराख्नु भएको थियो। जिउ दुखेर चाहिँ वर्कआउट गर्नु ओभरै गाह्रो भइरहेको थियो। तर होइन कम्प्लिट गर्छु नि भनेर मैले चाहिँ आफ्नो आजको ब्याक डेको वर्कआउट सबै कम्प्लिट गरेँ। अनि लास्टमा चाहिँ मैले कार्डियोको लागि चाहिँ एकछिन ट्रेडमिलमा दौडेँ। र मेरो आजको डे 2 अफ फ्याट टु फिट च्यालेन्ज यही समाप्त भएको छ। ल दामी।